नमस्ते, स्वागत छ मेरो भान्सामा। आज मसँग बनाउनुहोस् मोतीचुर जस्तै देखिने यो तिहार स्पेशल दलिया लड्डु। सुरुमा 150 ग्राम सक्खरमा मैले 1 कप जति पानी हालेर मैले यो सिरप तयार पारे। अनि यसलाई मैले साइडमा राखिदिएँ। एउटा अलग्गै प्यानमा आधा कप मैले घिउ लिएको छु। त्यसमा 1 कप दलिया हालेर मैले 2 देखि 3 मिनेट लो फ्लेममा मजाले भुटिदिएकी छु। 1/3 कप सुजी एड गरेर त्यसलाई पनि मैले मजाले भुटिदिएको छु। हल्का गोल्डन ब्राउन नहुनु जेलसम्म कन्टिन्युअसली स्टर गरेर यसलाई भुट्नु होला। हल्का गोल्डन ब्राउन कलर भएपछि त्यसमा मैले एड गरेको छु 1/3 कप आलमन्ड फ्लावर। त्यसलाई 1 देखि 2 मिनेटसम्म मजाले भुट्नु होला। यतिको भइसकेपछि मैले यहाँ अघि बनाएको सिरप हाल्दैछु। यो एकदमै तातो र छिट्टा आउने सम्भावना धेरै हुन्छ, त्यसैले अलिक केयरफुल हुनुहोला। निरन्तर चलाउँदै यसलाई पकाउनु होला लो फ्लेममा। 2-3 मिनेट पकाइसकेपछि यसमा मैले 1 अनि आधा कप चिसो दुध राखेँ। मजाले मिक्स गरिदिनुहोस् अनि लो फ्लेममा छोपेर 3 देखि 4 मिनेट पकाउनु होला। अब लिड खोलेर बिस्तारै चलाउँदै अझ पकाउनु होला। तबसम्म पकाउनु होला जबसम्म यसले आफ्नो घिउ प्यानमा छोड्दैन। यतिको भइसकेपछि मैले फ्लेभरिङको लागि यहाँ 1/2 टीस्पुन जति सुक्मेलको धुलो हालेँ अनि कलरको लागि फुड कलरिङ हाल्दैछु। कलर अप्सनल हो, नहाल्दा पनि हुन्छ। हाम्रो दलियाको मिक्सरले साइडमा घिउ छोड्न थालिसकेछ। यो स्टेजमा म ग्यास अफ गरिदिन्छु। भाँडा अझै पनि तातो भएको हुनाले म अझै पनि यसलाई कन्टिन्युअसली चलाउँदैछु। 2 देखि 3 चम्चा नरिवलको धुलो हालेर मैले यहाँ यो मिश्रणलाई मजाले मिक्स गर्दैछु। यतिको मिक्स भइसकेपछि मैले यसलाई हल्का चिसो बनाउनलाई साइडमा हालिदिन्छु। मनतातो मिश्रणलाई हामी अब लड्डुको शेप दिन्छौँ।
हाम्रो दलिया लड्डु बनेर तयार भएको छ। एकदमै मिठो, एकदम सजिलो। यो तिहारमा अवश्य पनि बनाउनु होला। यो तिहार तपाईहरुको घरमा मिठो मिठासको साथसाथै खुशियाली पनि आओस्। ह्यापी तिहार, ह्यापी कुकिङ।